जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला। कस्तो शीतल या कोबे टावर चढ्नु चाहिँ अलिक महँगो छ क्या गात है। यस्तो रमाइलो छ यहाँ है। टक्क बच्चा बच्चीहरू खेलिरहन्। हेलो मिनासान ओहायो गोजाइमास, सबैजना सन्चै आएर हुनुहुन्छ होला। म पनि एकदम सन्चै ठिकठाक छु। अब म चाहिँ उठेर नुहाइधुवाइ गरेर ब्रुसेस गरेर टक्क हल्का है गोरो भएर अब हामी चाहिँ घुम्न जान्छौँ आज है। अनि अब म चाहिँ यहाँबाट रुमबाट निस्किन्छु। अब रुमबाट निस्केर स्टेसन जान्छु। स्टेसन गएर त्यहाँबाट सानोमिया जान्छु। सानोमिया गएर विमल साथीसँग भेट्छु होइन। अनि त्यसपछि चाहिँ मेरो अर्जुन भाइ पनि त्यही छ। अनि अर्जुन भाइ पनि एकछिनमा आउँछ होला त्यहाँ। अनि हामी सँगै भेटेर आज चाहिँ हामी कोबे घुम्छौँ। यो के होइन विदेशमा के म मात्र हो कि सबैजना यस्तै हो कि है। अचम्म लाग्छ कि है। अब यसो खाना खाउँ भनेको है, अब खाना खाउँ भनेको यस्तो छ। सिन्की र आलु छ कि सिन्की मनै पर्दैन। अब कहिले कहिले वर्षमा एकचोटि त हो होइन, तर कसो क्या विदेश आएर मासु बाहेकहरू खानै मन नलाग्ने म मात्र हो त। सिन्की मनै पर्दैन के, मनै पर्दैन, खानै मन लाग्दैन। यसो हेऱ्यो मासु सासु भएर चाहिँ ओहो भन्ने हुन्छ है। सिन्कीले मुडै बिगार्छ क्या छ्या। म चाहिँ ठ्याक्कै स्टेसन आइपुगेँ होइन। यो चाहिँ जेआरको हो होइन, के अरे जेआरको बाटो पनि जान्छ कोबे चाहिँ। अनि उता ह्याङ्क्युबाट पनि जान्छ क्या। अनि ह्याङ्क्युबाट गएपछि चाहिँ मेरो पैसा चाहिँ लाग्दैन क्या, किनकि ह्याङ्क्यु चाहिँ मैले 1 महिनाको पैसा हालेर गएको छु होइन। अब साथी चाहिँ फेरि यो जेआरको बाटो आउने भनेर चाहिँ साथीलाई भेट्नलाई पनि कि होइन। अब सबै ठाउँ पैसा त उ गर्दैन नि त होइन। त्यही भएर म चाहिँ ट्रेनलाई पर्खिरहेको छु। अनि ट्रेन चाहिँ हाम्रो कतिमा आउँछ भनेपछि चाहिँ है त्यहाँ देखाएको छ नि है, 12:02 आउँछ हाम्रो ट्रेन चाहिँ। अनि अब हामी ट्रेनलाई पर्खिन्छौँ। अब ट्रेन आउँछ, ट्रेन आएपछि हामी विमलसँग भेट्छौँ है त। ठ्याक्कै हेर मै ठ्याक्कै के 12:02 आउँछ होइन ट्रेन, त्यहाँ लेखेको छ 12:02 आयो कि ट्रेन है। आज लिएर मै ल है कतिमा ठ्याक्क ट्रेन पुग्छ भन्ने कुरा थाहा हुन्छ क्या यहाँनिर होइन। 12:02 के ठ्याक्कै 12:02 आइपुग्छ नि है। ट्रेन पनि आयो यहाँ ठ्याक्कै भयो कि टाइम पनि हेर्नु न, ठ्याक्कै कि ठ्याक्कै 12:02 आयो कि ट्रेन। यस्तो छ कि जापान, यो चाहिँ मलाई बवाल लाग्छ कि है। अहिले हामी चाहिँ है सानोमिया आइसक्यौँ, हाम्रो साथीलाई भेटिसक्यौँ है। अब हामी यहाँ चाहिँ पर्खिन्छौँ अर्जुन भाइलाई। यस्तो छ सानोमियाको भ्यू है, मान्छे देखाउनु है। यस्तो छ सानोमिया है। अब हामी अर्जुन भाइ आउँछ, हामी अर्जुन भाइलाई पर्खिन्छौँ। एकछिन यहाँ बसेर नास्ता गर्छौँ है। के हुनु के अगाडिको बुढीले ल यहाँ कुकुर बेच्न लागेको है। पैसा हेर यहाँ 53 मान 9 सेन्ट छ है। 53 5 लाख ल 6 लाख जस्तो भनौँ न कुकुर है। कस्तो राम्रो त्यसको रेटको माछा 55 मान छ। अनि त्यसको छ भाइ कस्तो लाग्यो भाइ। कुकुर किन्ने भएपछि भन्नु होला है सबैजना। 2000को सेन्टर विमल कति 29,000 को 29,000 है। 22,000 सेन्ट है, सेन्ट मात्र है। कस्टमर म यहाँको ओनर है। ल मेरो साथी सेचिमे गर्दैछ यहाँ। अलिक बेसी भन न। यसको रेट चाहिँ 29,000 मात्रै हो, धेरै छैन। ह्यान्डक्यासको सलेरी आउँछ यो चाहिँ है। ब्याङ्कको भन्नु ह्यान्डक्यास आउँछ यो चाहिँ 22,000 को। ट्राई गरौँ है।
त्यसको यो फुलको रहेछ खासैको थियो रहेछ ल हामी है तिनजना अर्जुन भाइ फेरि सेलिब्रेट हो नि त होइन अर्जुन भाइ मेरो फ्यानलाई हाई गरिदिए कता गर्दा नि ल है अब फेरि हामी अघि हामी यहीँबाट त घुमेको कति धेरै अनि कति महँगो सामान थियो नि त्यहाँ अनि त्यही भएर हामी छलाको कुकुर थियो कस्तो छ फेरि कति राम्रो पनि है त्यो कुकुर कसले पाल्छ खनिदिन्छ ल यस्तो छ है हाम्रो टक्क यहाँको माहौल यस्तो छ झन् अलिकति हामी कहाँ छौँ भन्दैन त अर्जुन भाइ ल कोबे छौँ है हामी कोबेको कुन ठाउँ अरे यो ठ्याक्कै मलाई नाम आएन हामी ठ्याक्कै कोबे नै छौँ अनि अब के गर्ने यस्तो लाज लाग्छ लाग्नु है साइकल नदेखा यति महँगो छ कि यस्तो छ है अब साइकलहरू छ होइन लास्टै महँगो छ कि साइकल हामी राम्रो देखेको छौँ नि अब किन्ने बिस्तारै भाइरल भएपछि है हामी यहाँ फाइनली आइसक्यौँ यहाँ चाहिँ हरेक चिज पाइन्छ यहाँ परिहरू पनि छन् है सबले हेरेछौँ लाज लाग्यो है कस्तो छ अनि ठोक्यो लागिरहेको फेरि ठोकेपछि कति पैसा तिमीले थाहा नि अर्जुन त बानी परिसक्यो कि यहाँ कोबेमा है कसैलाई होटल चाहिएछ भने चाहिँ सम्पर्क गर्नु होला है कोबेमा है यस्तो राम्रो होटल छ हेरेर कसैलाई रोलेक्स चाहिएछ भने चाहिँ है हेर्नुहोस् है रोलेक्स है कसैलाई चाहिएछ भने चाहिँ यो ठाउँमा यस्तो बवाल हुन्छ है नाइटमा तर अहिले त्यस्तो केही छैन है त्यो ठुलो भवनहरू छ अनि नाइटमा चाहिँ बब्बाल देखिन्छ क्या यो ठाउँमा है पहिला पनि दुईपल्ट गएको छु यो चाहिँ होटेल हो यहाँको बवाल छ है फाइनली मासु है अब हामी चाहिँ फाइनली कोबे आयो है अब हामी कोबे डुङ्गा चढ्छौँ अनि कोबे टावर चढ्न सकिँदैन कोबे टावर महँगो छ कोबे टावर चढ्नु चाहिँ अलिक महँगो छ क्या गाह्रो छ नि केटा हो पैसा बस्दिनँ जापानमा है अब आजबाट त झन् चिल भइसक्यो भिजा पनि सकिसक्यो अब काम पनि छैन है केटाहरू छ नि घुम्न जाने टक्क है पैसा सकिएपछि ऋण गार्ने अनि सजिलो छ टक्क मजाले घुम्नुहुन्छ है यो हामी चाहिँ फाइनली कोबे पुग्यौँ यही हो कोबे है अब म यहाँ तपाईँलाई सब देखाउँछु यहाँ के छ कस्तो कस्तो छ के पाइन्छ भनेर है भिडियो अन्तिमसम्म हेरिदिनु होला है यस्तो रमाइलो छ यहाँ है टक्क बच्चा बच्चीहरू खेलिरहन् कोबे हो कोबे टावर हो होइन रातिमा चाहिँ बवाल हुन्छ क्या यहाँनिर चाहिँ दिउँसो भन्दा कि होइन राति चाहिँ यसमा टक्क मस्त लाइट बल्छ क्या यसमा टक्क है दामी एउटा रङ फेरेर लाइट बल्छ क्या अनि यो पार्क छ नि होइन अनि यो पार्क पनि राति चाहिँ बवालै हुन्छ क्या उज्यालै हुन्छ कि जस्तै अहिले छ नि त्यस्तो त हुँदैन कि तर ठ्याक्कै नाइटमा चाहिँ बब्बाल हुन्छ क्या यहाँ नाइटमा घुम्न आउनेहरू चाहिँ है एकपल्ट यहीँ आउनु होला शीतल हुनु रहन्छ त किन हुन्न शीतल भयो भाइ गरौँ है टक्क है यहाँ शीतल खाने हुन्न त मलाई त दामी विमल है विमल हेलो भन यहाँ कति आनन्द लाग्यो कि आहा यो पो त के गरिब है तर के अर्कै बाफाल्दो है यहाँ ल है टक्क है यहाँ यस्तो चाहिँ खट्यो अनि जाम ओ जाम विमल है
अलिअलि हावा खायो चिसो है यो गर्मीमा मजा आयो कपाल अब सिल्की बिमल के अरे आनन्द आयो अब हामी चढ्नु पर्छ बोट 31 डिग्री त नर्मलै हो नि होइन आँखा हेर्न बन्दैन घाममा त्यही हो दुबईतिर हुनेहरू कस्तो गर्छ होला 50 डिग्री हुन्छ सोच त सोच न त्यतिकै पैसा आउँछ नि ल आइसकेरी झ्याउ भएन पासेर देखाएपछि अट्र्याक्सन हुन्छ के छ भने बोइङ मसी कसैले हेर्दैनन् क्या घाम भयो कि छिर्ने उसलाई कालो मान्छे कतिको गोरु भएको जस्तो हामी चर्चमा अब किन यहाँ रोकेछ त अनि चर्न नमिल्ने हो कि के हो 5100 है तिनजनाको है एकजनालाई 1700 पर्छ है सस्तो सस्तो है डुङ्गा है फर्स्ट टाइम है यसको डुङ्गा पुरा हुनु लाग्छ है कस्तो लागिरहेको छ ट्रेनभन्दा सस्तो भाडा डुङ्गामा छ त्यो डुङ्गा चढ्न कृपया है कोपे आएपछि चाहिँ जसरी पनि एकचोटि डुङ्गा चढ्नुपर्छ है अनि ऊ त्यहाँनिर छ है अब कोही कोही देखेपछि त्यसमा हामीलाई केही गलत भएन है ल है अर्जुन खै कस्तो लागेको छ डाइरेक्ट टिकट काट्नु पनि मलाई एकदम खुसी लागिरहेको छ भनेदेखि पैसा त सालको डुङ्गा पैसा म त ब्यासित माग्छु नि फेरि है जोडोमा पैसा त दिनु तँलाई मैले धेरै है गाई यही हो है कोबे आएपछि है डुङ्गा चढ्नै पर्छ है फाइनली है अर्जुन भाइ ल है फाइनली डुङ्गामा चढियो है कति शीतल जहाँ अगाडि बसौँ न बाहिरतिर बसौँ न बाहिर ढोकादेखि बाहिर कि आइ खाइ लग्जरी बाहिर जाऊ न शीतल ल है ल है हामी टक्क डुङ्गामा आइसक्यौँ कस्तो लागेको छ फर्स्ट टाइम डुङ्गा चढ्दा जीवन एकदम बवाल अलिक बेसी भयो एकदम बवाल लागिरहेको छ उसलाई त के गरे हेर्नु सस्तो छ धेरै 1700 मात्रै यो 1700 मात्रै 1700 यही नै नेपाली 1600 हो नेपाली 1600 नै हो के गर्ने तर केटा आइयो यहाँ सबैजना चाहिँ कपाल मात्रै आइरहेछन् है के छ कतिको दुःख मानेछौ त गर्मी छ के दुःख दुःख कति के गर्मीको दुःख भयो काम छ भने यसो सेखा गरेन कसैले भिडियोको मार्फतबाट भनेको छु अब केही छैन के भने सेन्टाइ भन्छ कामै छैन यही है यहाँ भित्रको माहौल देखाउँछु म यस्तो छ टक्क यहाँबाट टक्क बस्ने छ है डुङ्गा चढ्यो है बस्ने ठाउँ छ फर्स्ट टाइम है डुङ्गा चढेको है फर्स्ट टाइम है हामी उल्टोमा पऱ्यौँ कि उल्टोमा शीतल भयो है अहिले त है
फाइनली है केटा है ढुङ्गा चढ्यो है हेर न बाइक हेर्ने के चलाउने के त्यो देखाइदियो जुम गरेर यस्तो हान्छ के हो कि म चलाउने भने हेर त है फाइनली है परिवारसँग है अर्जुन भाइ के भयो मजा आउँछ स्वर्गको गाछ भित्रभित्र लगिन्छ झन् मजा आउने आउँछ है परिवारसँग है केटा है परिवारसँग है भाइ फाइनली बिमार किरणको बहिनीहरूसँग छ हामी त्यस्तो भन्दा नि बिहा गरे मान्छेले परि भने सुहाउँदैन क्या है म देख्छु नि भिडियोमा परिवार देख्या नि ज्ञानतिमा राम्रो सिकाएको छ भने देख्यो होइन है केटा मोबाइल खस्यो भने के हुन्छ कहिले ठुक्कै खतम कतै ठुक्केला फेरि हेर्न जाने ढुङ्गा चढेर पनि सक्यो अब हामी जस्तै भोक लाग्यो बिहानदेखि केही नै खाने होइन नेपाली रेस्टुरेन्ट जान्छौँ हामी पूजा गर्ने दिउँसो नास्ता कति भोक लाग्यो 4 बजिसक्यो यार केही नै खाएकै छैन हातै बिहान उठेर नुहाइदियो गरेर यसै हिँडेको अब चाहिँ हामी नेपाली रेस्टुरेन्ट जान्छौँ त्यहाँ गएर टक्क नास्ता खाएर बेलुका घर फर्किन्छौँ नेपाल बस लाग्यो चटपटी आयो अघिल्लो चटपटी अनि सुक्खा पानी हालेर बनाउने है मोमो आयो है साँधेको मोमो प्लस झोल मोमो है फेरि टक्कै स्टिम मोमो पनि आयो हाम्रो चिकन चिल्ली पनि आयो हाम्रो अब फाइनली है स्टिम मोमो पनि आयो हाम्रो ए स्टिम मोमो आयो फाइनली है गाइस नेपाली रेस्टुरेन्ट टन्न खाना खाइ के छ आजको प्रोग्राम कहाँ छ भयो पेट आजको प्रोग्राम भयो सबै अब है हामी घर फर्किन लाग्ने अवस्था हो अब हामी रुम जान्छौँ हाम्रो यो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला अरू चाहिँ खास चाहिँ भन्नु केही छैन सानो मन ठुलो सोचाइ पुरा गरिदिनु होला र अरू त थिएन बाध्यताले बनाएको भन्न मिल्दैन यस्तै हो जस्तो उल्टो भन्यो क्या तिमीले उल्टो भन्यो बुझ्नेले इसारा काफी भने जस्तो हो त्यो बुझ्नु ल है त सबैजनालाई है लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच अनि नबिर्सिने कुरा चाहिँ हामी ट्रेन चलाएको नबिर्सिने कुरा चाहिँ लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट चाहिँ एकदमै बिर्सिनु भएन एकदमै बिर्सिनु भएन है ल त है त फेरि हामी अर्को भरको भेट्नेछौँ हस् थ्याङ्क यू